आज चाहिँ आमको अचारको लागि चाहिँ फेरि घरमै चट्ट लगाएर आमहरू काटेर अब अचार हाल्ने कुरो छ। ल हेर्नुहोस् नि आम, अब हेर्नु चट्ट आँपको अचार भन्छ है यहाँ चाहिँ आम भन्ने भरि मिठो मुखले घरमै चाहिँ घरैसी अचार बनाएर चाहिँ अब खुवाउने कुरो छ र खाने कुरो पनि छ। ल हेर्नुहोस् तगडा हुन्छ केटाको चाहिँ यहाँ सट्ट सट्ट लगाएर चाहिँ अब त्यो अचारमा राख्ने त्यो चलन छैन आफ्नो त फेरि हेर्नुहोस् काटेर काट्छ एकान किलाका हात पो छन् के र त्यत्रो थालभरिको खाएको भातको चाहिँ परान कहाँ जस्तो होइन टक्क लगाएर काटिन्छ यस्तो तले होइन के बसी आउँछ उठेर हट हट गर्ने चलन छैन आफ्नो फेरि मजाले चाहिँ यसरी चाहिँ काट्ने टक्क लगाएर हेर्नुहोस् ए हट बिजत पो भयो त घाटे त काटिन्न त फेरि यसरी हट हट ल हेर्नुहोस् हट तपाईँहरूले कसरी काट्नु जाँब हामीले त यसरी काट्छौँ कि काट्ने तरिका हुनपर्छ कि तरिका के तरिका टेक्निक चाहिन्छ कि हट 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 ल हेर्नुहोस् हट ल हेर्नुहोस् हट झन्नै हात रन्काइदियो त घाटे हट हट यसरी के देख्नुभयो पावर सिरपाले जति खान्छ त्यति काम पनि गरेर देखाउँछ कि तपाईँहरूलाई। ल हेर्नुहोस् अब भर्खरै तपाईँको सामान्य 1 मिनट पनि भएन हेर्नुहोस् यति काटेर रेडी गरिसकेँ मैले भनेपछि कति काम गर्दो रहेछ सिरपाले भनेको त कुरा बुझ्नुहोस् त हजुरले।